के साह्रो गरौँ हौ घाँट सानो हेभी छैन त पाइप लगाइरहेको छौँ बाइचान्स आगो बढ्छ भनेर। आज हाम्रो दिनभरिको काम चारकोल निकाल्ने। गुड मर्निङ साथीहरू। फेरि के दमा यस्तै पुरा फेरि के गुड मर्निङ साथीहरू। नमस्कार सबैलाई मेरो न्यू ब्लगमा तपाईँलाई स्वागत छ भन्छ। म चाहिँ आज रिजल्ट गाउँको जङ्गलमा बोरा बोकेको छु। गाउँले स्टाइल चाहिँ यस्तै हुन्छ। कुकुरिन पुगेको छु जाँदैछु किन गएको भने देखाउँछु। म बोरा बोकेर किन गएको भने चाहिँ यस्तै काठ जलाउनु गएको। यो चारकोल चाहियो, चारकोल आर्थिङमा लगाउने। बिजुलीको आर्थिङमा चाहियो नि त, बिजुलीको आर्थिङ चाहिएको छ कि त्यही भएर आर्थिङमा लगाउनको लागि 2 बोरा, 1 बोरा त रहेछ, बोरा अलिक छैन अझ अलिकति रहेछ। अब फेरि चारकोल 1 बोरा चाहिएको छ। चारकोल बनाउनु गएको यहाँ माथि। हाम्रो गाउँमा चाहिँ पानी फिर्के लगाउनु पर्छ गुवामा दोमा यस्तै पुरा फिर्के। यस्तै काठहरू जलायो त्यहाँदेखि चाहिँ कोइला बनाउनु पर्छ। कोइला बनाउने ठाउँमा जाँदैछ दाजुसँग थिएँ। हाम्रो स्टेसन यही हो, चारकोल बनाउने यही हो। चारकोल बनाउने इलाका चाहिँ चारकोल बनाउने ठाउँमा सफा गर्दैछ। यस गरेर पुरा आगो लाग्छ होला। हामी चाहिँ गाउँमा चाहिँ यस्तै हो काम चाहिँ, छोटोमोटो काम यस्तै गर्नुपर्छ। आगो फुक्दैछ। आर्थिङको लागि कोइला चाहिएको छ, कोइला। यहाँ हेर्नुहोस्, हामी चाहिँ आर्थिङमा लगाउने कोइला चाहिँ बनाएको, पानी पनि छिर्दैछ। वरिपरि पानीको पाइप लगाइरहेको छौँ बाइचान्स आगो बढ्छ भनेर। ठिकै छ, वरिपरि पानीको पाइप छ, छिटिरहेको छ दाजुले। चारकोल बनाउने काम चलिरहेको छ आफ्नो चाहिँ। लन्च टाइम भयो हाम्रो, लन्च। लन्च टाइम। यो अन्डा र यो खानु त राम्रो हो र सिम्बल आगोमा काम गर्दै अचार नखाने भुँडी पोल्नु थालिहाल्छ। खानु हुँदैन हल्का सिमलहरू सबै बोकेर छ त।
तेरो काठ बोकाइले त हत्तु भयो ल दाउरा सुकेको दाउरा ए दाउरा बोकाइ चाहिँ खतरा छ है मुढाएर के साह्रो गरौँ हौ घाट सानो हेभी छैन त यसरी बोक्नुपर्छ है दाउरा चाहिँ गाउँमा चाहिँ साह्रो छ है काम गर्नु गाउँमा आज हाम्रो दिनभरिको काम चारकोल निकाल्ने चारकोल पनि निकाल्यो 2 बोरा यहाँ 1 बोरा त्यहाँ 1 बोरा अब पानी पनि आयो पानी पनि आयो दिनभरि चारकोल टिप्दा दिनभरि चारकोल टिप्दा मान्छे पनि मसान भयो पानी आए पानी मजाले पानी आए ल त आजको लागि यति नै सी यू नेक्स्ट टाइम फेरि पनि यस्तै भ्लगहरुमा मेरो गाउँ यो चाहिँ मेरो गाउँ चाहिँ यस्तो छ यहाँ पुरा सखुवा घारी माथि डाँडामा आएको सबै सखुवा छ सालघारी साल भन्छ सखुवा पनि भन्छ यता सबै छ डाँडामा यहाँ मुनि हेर्नु पर्दाखेरि ठ्याप्पै गुवा बगान दोमा ल आज चाहिँ यति नै सुन्नु हुँदैछ होला नि यहाँ पानी परेको तरङ रङ रङ गर्दैछ र पानी पर्दैछ है पानी पर्दैछ एकदमै मजाले पानी पर्दैछ अब जाने बाई बाई